यो सुटीहरूलाई चाहिँ हैन एकदम यङ केटाहरू मन पर्ने हैन हामीहरुले त सुन भाइ सुटीहरू आफू चाहिँ बुढै कति न सुटीहरूलाई यङ मन पर्ने आफूले आफूलाई के ठाने भाइ शुद्ध हुँदैन त्यही पनि बच्चा हुनु चाहिँ मिल्दैन है न बुढो न बच्चा पाकेको न बिचमा पर्छ बिचमा सुटीहरू आफूले आफूलाई बच्चै ठानेको छ कि के हो बच्चा चाहिँ भन्न मिल्दैन है सरी ल सुटी चाहिँ कहिले बुढै नहोला घडी आइरहेछ भगवान kantunga torako kantunga nanik सुबह ये जन्म त वैशाख महिनामा नौदुई गतेमा मंगलबारको दिन भरि पुण्यमा दिनकै 9 बजे शुभ जन्म भएको शुभ जन्म भएको देउलीमा रची गएको धामले रची गएको शुभ जन्म गाइज के हजुरहरूलाई नि भाइरल हुनु मन छ माई भिडियो भाइरल भनेर सर्च गर्नुस् त्यहाँ गएर तपाईको भिडियो अवश्य भाइरल हुन्छ भनेको होला हुँदैन कतिवटा बनाए माई भिडियो भाइरलमा एउटा भिडियो भाइरल भएन यो सुजमा बनाउनुस् गर्मी वात्तै बढेको छ यो सुजमा चाहिँ नि हजुरहरूले भिडियो बनाउनुस् भाइरल हुन्छ यो सुज चाहिँ अहिले बजारमा छ्याप्पी आइसकेको छ हजुरलाई अनलाइनमा एकदम गर्मीको लागि खुट्टा पोल्ने पसिना आउनेहरूको समस्याको समाधान लिएर आइसकेको छ है नयाँ सुज यसमा भिडियो बनाउनु भाइरल अवश्य माई भिडियो भाइरलमा त कति बनायो कति एउटा भाइरल भएन गाइज यो सुजमा भिडियो बनाउनु होला थ्याङ्क यू भाइरल भिडियो मैले 6,12,000 रुपियाँ पैसा पठाइदिएको हो त्यहाँ माथि त्यो एउटा त्यही लिम्बू थियो गाउँकै त्यो लिम्बूसँग रहेछ है त्यो लिम्बूसँग रहेछ त्यहीसँग बोल्ने त्यहीसँग खाने त्यहीसँग सुत्ने रहेछ नानी कुटेर ढुट्टो मिले अनि गाउँकाले त मलाई त भन्छन् अनि होइन किन नानी कुटेको भनेर भन्दाखेरि घरमै बस्दैन झगडा गर्न पनि आएको पनि होइन केटीहरूसँग 4 जना वरिपरि 4 जना केटा मान्छे बिचमा केटी राखेर कस्तो हुन्छ मलाई अर्को नागोसँग लागेको रहेछ अनि त्यो नागो अनि पैसा जति चाहिँ त्यो नागोलाई खुवाउँदा ठिक हुँदो रहेछ अनि यत्रको ऋण तिर्नु अहिले ऋण तपाईँको भन्नु हो भनेदेखि लगभग 8 लाख भन्दा माथि छ त्यो ऋण कसले तिर्छ फेरि उदिति पुऱ्याएर आउँदाखेरि भात नखाएको टेन्सनले 3 दिनसम्म त्यतिकै भयो ठुलछेरी पेटमा आइ ठुलछेरी पेटमा आउँदाखेरि त्यति बेला त्यहाँ तलतिर दमिनीसँग पनि लाग्यो है फेरि लाग्यो मेरो नानी पेटमा त्यति 6 महिना 7 महिनाको थियो त्यति बेला लागेको हो लागेर फेरि त्यसलाई पनि छुटाएकै हो त्यहाँदेखि फेरि त्यसलाई छुटाएपछि त्यतिकै भयो त्यहाँदेखि अलिक पछाडि फेरि अर्को नानी पेटमा आएपछि फेरि त्यो अर्को कोसँग पनि थियो कोसँग त्यो दमिनी त्यो 2 महिना 3 महिनाका नानी पनि थियो त्यसको पेटमा रहेछ त्यति बेला त्यसलाई नागरिकता बनाइदिने पैसाहरू पठाउने ओर्ने नि गर्ने भनेर नागरिकताहरू पनि बनाउनु लागेको रहेछ त्यति बेला हो त्यति बनाउँदाखेरि चाहिँ उसको भाइले पनि उसको भाइ है स्वयं कान्छाले भट्टीमा सँग